देशमा चुनावी माहौल तातिँदै जाँदा नेपाली राजनीति पुनः पुराना दल र नयाँ दलको ध्रुवीकरणतर्फ अघि बढेको देखिन्छ। तर अपेक्षा गरे जस्तो नयाँ दलहरूबीच एकता नबन्नु, पुराना दलहरू गठबन्धनमा सङ्गठित हुनुले राजनीतिक समीकरण झन् जटिल बन्दै गएको छ। हालको अवस्थालाई हेर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ एक धारमा देखिन्छन् भने हर्क साम्पाङको नेतृत्वको समूह अर्कै धारमा उभिएको छ। यसबीच पुराना दलहरू भने आपसी मतभेद थाती राख्दै पुनः गठबन्धनको राजनीतिमा फर्किएका छन्। राजनीतिक विश्लेषकहरूको अनुसार नयाँ शक्तिहरू यसरी विभाजित हुँदा यसको प्रत्यक्ष फाइदा पुराना दललाई पुग्ने सम्भावना उच्च देखिन्छ। जनतामा परिवर्तनको चाहना भए पनि विकल्प विभाजित हुँदा मत छरिने र अनन्त पुरानै शक्तिहरू सत्तामा फर्किने जोखिम कायमै रहने उनीहरूको भनाइ छ। यद्यपि नयाँ दलहरू पूर्ण रूपमा एकीकृत हुन सके पनि देश हितका लागि न्यूनतम साझा एजेन्डामा सहकार्य गर्न सके राजनीतिक सन्देश स्पष्ट हुने र आम मतदातालाई सही छनौट गर्न सजिलो हुने विश्वास व्यक्त गरिएको छ। यसैबीच बेला बेला हर्क साम्पाङका तीखा अभिव्यक्तिहरूले नयाँ दलहरूलाई समेत दबावमा पार्ने र अनावश्यक विवादतर्फ धकेल्ने सम्भावना रहेको भन्दै केहीले चिन्ता व्यक्त गरेका छन्। यसले परिवर्तनको राजनीतिलाई कमजोर बनाउने खतरा समेत देखिएको छ। राजनीतिमा आएको सबै पात्र देश बनाउने उद्देश्यले अघि बढेका हुन् भने चुनावी मैदानमा नयाँ अनुहारहरू साझा समझदारीका साथ उपस्थित हुनु आजको आवश्यकता भएको आवाज बढ्दै गएको छ। नत्र फेरि देश पुरानै राजनीति लयमा फर्किने सक्ने सम्भावनालाई नकाट्न नसकिने अवस्था देखिन्छ। चुनाव नजिकै जाँदा अबको प्रश्न स्पष्ट छ। नयाँ शक्ति आपसमा टक्राउने कि सहकार्य गरेर पुरानो राजनीतिलाई चुनौती दिने? यसको उत्तरले नै आगामी नेपालको राजनीतिको दिशा तय गर्नेछ।